के भएर एक्सिडेन्ट भयो सर यता के छ अमर सर चिन्नु भने त मलाई के त्यसको नाम स्कुटर जुद्यो कि बाइकसँग के हो र मान्छे कि अनि हस्पिटल लानु पर्यो कसको एक्सिडेन्ट भयो लामाटारको को भाइ के भएछ हड्डी मासु पसलको अनिस मगर भाइ हो क्या को त अनि कुन स्कुटर हो मम्मी हुनुहुन्छ उता दिदीकोमा जानु लागि दिदी अब खै किन हो तिमीलाई पनि झन्डै हो र ए उताबाट आउँदाखेरि पो ठोके दशा ल स्कुटर त फाङफुङ को मान्छे केटा सेफ राइड है सेफ राइड न्यु इयरबाट बर एक्सिडेन्ट हुन थालिरहेछ यो 2026 कसैको लागि राम्रो छैन जस्तो छ सबैको बिग्रिरहेछ के गर्ने त अब यस्तो छ ताल एक्सिडेन्ट जाउँ मम्मी होइन त्यसको होइन अरे हेलो नमस्ते होप यु गाइज आर फाइन है म पनि सन्चै आरामै छु अनि अहिले चाहिँ म दिदीकोमा जानलाई निक्लिरहेको थिएँ बाटोमा एक्सिडेन्ट भएछ अनि त्यसपछि त्यहाँ साथीहरूलाई पनि भेट भयो उसले चाहिँ लाइभ देखेको रहेछ यो खुट्टाको हड्डी नै देख्ने गरेर लडेको छ भनिरहेको थियो साथीले 2026बाट बर एक्सिडेन्ट हुन थालिरहेछ है सबैजना एकदम सेफ राइड गर्नु होला सबैजना आफ्नो ख्याल राख्नु होला धेरै नकुदाउनु होला आफूलाई अब घरमा कोही कुरिरहनु भएको छ भनेर त्यो पनि याद गर्नु होला आफ्नो आमा बाउ घरमा छोरो कुन बेला आउँछ भन्ने एउटा हुन्छ नि त होइन त्यही भएर चाहिँ त्यसरी नगरौँ भन्न चाहन्छु म नकुदाउँ केटा हो अस्ति भर्खर मेरो नि एक्सिडेन्ट भयो त्यही भएर म भन्छु क्या एकदम बिस्तारै चलाउँ है एकदम बिस्तारै चलाउँ भनेर अनि त्यही भएर अहिले पहिला त म नि पागल कुद्ने हो नि त अहिले मात्रै हो अहिले चाहिँ म बिस्तारै अहिले चाहिँ म सुध्रिसकेँ तर राइड सेफ भन्न चाहन्छु अझै एकदम धेरै नै अहिले यो एक्सिडेन्टहरू भइरहेको छ होइन त्यही भएर चाहिँ म चाहिँ एकदम धेरै राइड सेफ भन्न चाहन्छु यो न्यु इयरको दिनमै अब इङ्ग्लिस डेटको न्यु इयरको दिनमै कति एक्सिडेन्टहरू भइरहेको छ है अब अहिले वालछाल एक्सिडेन्ट भइरहेछ क्या अब के भएर थाहा छैन होइन तर एक्सिडेन्ट चाहिँ अहिले नेपालमा बवाल पारामा बढिरहेछ पहिला चाहिँ होस् त्यस्तो एक्सिडेन्टहरू देखिँदैन थियो भने अहिले चाहिँ वाइल्ड एक्सिडेन्टहरू देखिरहेछ ल ओके अहिले म दिदीकोमा जाँदैछु अनि दिदीकोमा अब गएर अनि टक्क अहिले पछि फेरि घर जानुपर्ने बेलामा भेटौँला है त सो अहिले चाहिँ रातिको कति बज्यो भन्दाखेरि 10 बज्न लागिसकेको छ अनि अहिले चाहिँ हामी हिँडिरहेको छौँ अब कता हिँडिरहेको छौँ भन्दाखेरि घर जाँदैछौँ वी आर हेडिङ टु होम है अनि आज दिदीको बर्थडे थियो रमाइलो भयो बर्थडे मनाइयो मजाले खाइयो अनि मैले त दिदीको भिडियो पनि बनाएको थिएँ दिदीलाई मैले सोधेँ दिदी के गरौँ त म युट्युबमा राखौँ त म त्यस्तो चलेको भ्लगर पनि होइन के गरौँ राखौँ त मान्छेले धेरैले हेर्दैन अलिअलि हेर्छ भने बस होस् पर्दैन भन्न थाल्नु भयो अनि त्यही भएर चाहिँ मैले अब त्यो भिडियो चाहिँ नराख्ने भयो ओन्ली यो अब एक्सिडेन्ट भइरहेको छ अघि आउँदाखेरि एउटा त्यो भिडियो छ होइन अनि त्यसपछि अर्को भनेको हाम्रै त्यही अब के त्यही सकियो ल आजको लागि यति भन्दैमा हजुरहरूसँग म बिदा लिन चाहेँ ओके बाई बाई सी यू अगेन गाइज अब सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु भएको छ भने लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला है त मलाई त्यति मात्रै बोल्नु आउने हौ अरू त केही बोल्नु आउँदैन ल पैसै झरिरहेको छ यहाँ त ल ओके बाई बाई गाइज गुड नाइट
डेमा आउँछ होला गुड मर्निङ गुड आफ्टरनुन जे नि हुनसक्छ है त